सरकार यो पालि राष्ट्र स्वतन्त्र पार्टीले गठन गर्छ। गरिबलाई तिमीहरू गरिब छौ, तिमीहरूलाई हामीले धनी बनाउने हो भनेर राजनीति गर्नेहरू यो समाजमा छन्, तिनीहरूका विरुद्ध हामी यो देशमा राजनीति गर्नलाई आएका हौँ। मसँग दिने चिज त्यस्तो धेरै केही पनि छैन, किनभने तपाईँहरू जस्तै एउटा निम्नवर्गीय परिवारको छोरी हो म पनि। आज यो देशमा राष्ट्रिय राजनीतिमा जताततै व्यथिति छ, विसङ्गति छ, हामी केही गर्नुपर्छ भनेर मूलधारको राजनीतिमा प्रवेश गरेर आए। देशको राजनीति कसरी चल्दो रहेछ भन्ने कुरा मैले देखेँ। यो देशमा निमुखा गरिब जनतालाई सधैँभरि गरिब नै राखेर र गरिबलाई तिमीहरू गरिब छौ, तिमीहरूलाई हामीले धनी बनाउने हो भनेर राजनीति गर्नेहरू यो समाजमा छन्, तिनीहरूका विरुद्ध हामी यो देशमा राजनीति गर्नलाई आएका हौँ। त्यो बदल्नको लागि आएका हौँ। यो अन्यायलाई बदल्नको लागि हामी आएका हौँ। यो देशमा आम नेपाली नागरिकहरूले न्याय पाउनुपर्छ। म तपाईँहरू जस्तै तपाईँहरूकै घरकै छोरी हुँ। मसँग दिने कुरा केही पनि छैन। आज दिनेले ढाक पनि दिएका छन्, धम्की पनि दिएका छन्। तपाईँहरूलाई चुनाव आएको बेलामा घर घरमा आएर यसपटक चाहिँ भन्दै आमा समूह होला, तपाईँहरूका टोल विकास समितिहरू होलान्, एउटा स्पिकर देलान्, एउटा कुर्सी देलान्, एउटा माइक देलान् र फकाउन खोज्लान्, युवाहरूलाई फुटबल देलान्, ब्याडमिन्टन देलान्। तर तपाईँहरू सचेत हुनुहोस्, मसँग दिने तपाईँहरूसँग दिने केही पनि कुरा छैन, खालि इमान्दारिता छ। म मेरो आज आमा बुवासँग त्यति इमान्दारिताको जगमा उभिएर आएको छु। मलाई थाहा छैन मैले कति गर्न सक्छु, किनभने मैले गर्न सक्ने कुराको सीमितता मैले आजै बाँधेँ भने सायद भोलि गर्न सक्ने भन्दा अझै धेरै गर्न सक्ने भन्दा कम कुरामा म अडिन पर्ला। म जति गर्छु इमान्दारी धरतीको लागि गर्छु। आज तपाईँहरूको घरको छोराछोरीले टेक्ने जमिन र मैले टेक्ने जमिन एउटै हो। तपाईँहरूले फेर्ने सास र मैले फेर्ने सास एउटै हो। तपाईँहरूले र मैले सबैले यो समाजमा भएका हरेक नागरिकले स्वच्छ सास फेर्न पाउनुपर्छ। तपाईँहरूलाई झुटको पर्दा लगाउनेहरूमाथि तपाईँहरू सचेत हुनुहोस्। मेरो अरू भन्नु केही पनि छैन, यति मात्रै हो। एउटा कानुनको विद्यार्थी भएको नाताले मैले संविधानमा कानुनमा जे पढेँ, मैले जानेको कुरा विकास गर्नको लागि, विकासको बाटो खोल्नको लागि पहिला नीति परिवर्तन हुन आवश्यक छ, कानुन परिवर्तन हुन आवश्यक छ। जब कानुनले ढोका खोलिदिन्छ अनि मात्र विकास हुन सक्छ। आजसम्म यो ठाउँका समस्याहरू भन्न त बाचा गरेर गए, गर्नेहरूले गर्ने पनि थिए होलान्, तर कानुन अड्किए। कानुन बनाउनेहरूले कानुन नबनाएका कारणले गर्दाखेरि यहाँ विकासहरू भएका छैनन्। त्यसकारणले म यहाँहरूलाई यति मात्र निवेदन गर्न चाहन्छु, अघिल्ला संसदहरूमा एकै पार्टीले 2/3 लिएर आउने किसिमको परिस्थिति निर्माण भएन। त्यसकारणले पनि मुद्दा त उठे, मुद्दाका रूपमा हामीले संसदमा त उठायौँ। हामीले भन्यौँ नेपाली जनतालाई बेच्नेहरूलाई कारवाही गर, तर थियौँ त हामी जम्मा 21 जना। हाम्रो आवाज त्यही कतै दबियो। हामी अहिले भनिरहेका छौँ हामीलाई 2/3 दिनुहोस्। नेपाली जनताका आवाजहरू अब उठाउने मात्र होइन, मुद्दा बनाउने मात्र होइन, अब निर्णायक परिवर्तन पनि गर्ने हामीले भनिसकेका छौँ। हामी त्यो यात्रामा हिँडेका छौँ। आज यहाँहरूलाई थाहा छ हामी राष्ट्र परिवर्तन गर्न हिँडिरहँदाखेरि हामी त इमान्दारिता लिएर हिँडेका छौँ। दिने कुरा केही पनि छैन। केवल यहाँहरूलाई हामीले हिजो यसरी काम गरेका थियौँ भन्ने हामीले काम गरेका कुराहरू जुन सामाजिक सञ्जालदेखि लिएर सार्वजनिक मञ्चहरूमा स्पष्ट नै छन्, यहाँहरूले देखिरहनु भएको छ।